हेलो हेलो साथीहरू नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो छोटो अनि मिठो मिनी ब्लगमा। अनि आजको मिनी ब्लगको सुरुवात चाहिँ मैले खाना पकाउनबाट गरे। अनि आज डे 5 भइसकेछ मिनी ब्लग च्यालेन्ज लिएको पनि मैले 30 दिनको च्यालेन्ज लिन्छु भनेको थिएँ कि अनि आज हेर्दै 5 दिन भइसकेछ। यसरी च्यालेन्ज लिँदा चाहिँ अलि जाँगर चढ्ने के बनाउन। नत्र त आज म बनाउँथिन होला, लास्टै अल्छी लागिरहेको थियो। अनि बाबुलाई स्कुल पुर्याए अनि बाटोमा के यो पहेँलो फुल थियो अनि यो फुलहरू रोप्न हुन्छ नि त भनेर मैले ल्याए टिपेर। अलिअलि फुलहरू रोप्न जाँगर त गर्छु, कहिले चाहिँ जाँगर चल्छ कहिले चाहिँ लास्टै अल्छी हुन्छु के म। यो फुल हेर्नु न, पहिला अर्कै कलर थियो अहिले त पिङ्क पिङ्क हुँदै गएको के। अलिअलि फुल त छ। त्यसपछि यो के पनिर अस्ति नै लिएर आएर राखेको थिएँ त्यत्तिकै फ्रिजमा, तरकारी खान पनि मन नलाग्ने पनिरको। अनि मैले पनिर परोठा बनाउँछु भनेर आलु र पनिर मिसाएर परोठा बनाउन थालेँ। त लास्टै ट्यालेन्ट हो के साथीहरू, जे पनि गर्न आउँछ के मलाई। कुरो हल्का गफ दिएको है यो चाहिँ, फेरि पत्याउनु होला। अनि त्यसपछि मैले बनाएको परोठा खान थालेँ। आफूले बनाएको परोठा आफूले तारिफ गर्दै खान थालेँ है म त। अनि के बाबुले खेलौनाहरू के खेल्छ अनि मिलाएर राख भनेर नि सिकाएको छु नि त। अनि मिलाएर नि राख्छ, तर बच्चालाई के सानैदेखिबाट सिकाउनुपर्छ यो खेलौनाहरू खेलिसकेपछि राख्न ओर्न काम त अलिअलि सानैदेखि लगाउनुपर्छ के, न त लास्टै बदमास हुन्छन् के बच्चाहरू। मेरो बाबु त झन् कस्तो बदमास भएको छ भने यति चकचक गर्छ नि, यति चकचक गर्छ नि, यति लड्छ, यति चोटपटक लाग्छ, डरै लाग्छ के मलाई।